नमस्ते मेलेदेखिको इसै मगर अझै रमाइलो जात्याले बुझेन यसले जम्मै लाखाको Anuila mogar samu aci biaci mogar samu mela aja ali mogar samu mela dakele है जम्मै जना रामे अनि माइस गर्छन् अनि ना So hello everyone, welcome back to my channel. Good morning सबैजनालाई. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै ठिक छु. After long time पछि बल्ल भ्लगिङमा ट्याक्क उद्रेको छु. अनि त्यस्तै भइरहेको छ, भ्लग गर्न पनि पाएको छैन भन्ने कि के भन्ने, अब त्यस्तै अब प्रब्लमहरू यताउति गर्दा चाहिँ भ्लगतिर दिमागै नगयो कि के हो भइरहेको छ. अब कन्टिन्यू गर्छु भनेर फेरि हाल्न थालेँ, फेरि के कुराले रोकिदिन्छ त्यस्तो भइरहेको छ. अब फेरि आज बढी सुरु गरौँ भनेर टक्क भ्लग स्टार्ट गरेको. अनि तपाईँहरूले थाहा पाइसक्नुभयो होला कहाँ जान लागेको हामी भनेर. थाहा पाउनु भएको छैन भने फेरि भनिदिन्छु. म अनिल अनि हाम्रो ईश्वर दाई राजु दाई चाहिँ उता भाङे जाने भनेर चाहिँ हिजो अस्ति नै सल्लाह भएको थियो. अनि ल यति गते चाहिँ गएर अनि त्यहाँदेखि फर्केर आउने भन्ने सल्लाह भएको थियो. सो त्यही भएर चाहिँ हामी जान लाग्यो. अनि अनिल चाहिँ भर्खरै उठेर अनि रेडी हुँदैछ. अहिले टाइम चाहिँ लगभग ठ्याक्कै 9:30 भइसकेको छ. अनि उठेर फ्रेस हुँदैछ अरे. म चाहिँ अघि नै उठेर फ्रेस भएर एकछिन तातो भएर बसिरहेको थिएँ. अब जाडोमा त यताउति निस्केर के नै गर्ने होला, त्यही भएर तातो भएर बसिरहेको थिएँ. अनि फेरि अनि एक्कासी निस्किँदा सबैजना रेडी भयो भन्नुभयो. अनि त्यहाँदेखि म चाहिँ निस्किन लाग्यो. अनि मैले त्यहाँ बहिनीलाई लिएर जानुपर्ने हुन्छ, स्कुल जान लागेको थियो. अब स्कुलसम्म छोडिदिनु पऱ्यो. अनि ईश्वर दाइलाई त्यतैपट्टि बजारबाट लिएर आउँछु. अनि यहाँनिर चाहिँ कोही नि बस्नु हुन्थेन नि त. अब बस्नेवालामा चाहिँ हुनुहुन्छ यही घरको धनी. हिजो आउनु भएको थियो, यसो सरसफाइ गर्ने यताउति भन्नु भएको थियो. अब बस्नु आउनु भयो होला. अब जे होस् रमाइलो हुन्छ कि यहीँ ओल्लो घर यहीँ पल्लो घर भयो भने चाहिँ रमाइलो हुन्छ. एउटा घरले सल्लाहकै छेकिदिन्छ, मान्छे बोले पनि सुन्दैन, केही नि गर्दैन, झ्याउै लाग्ने. ल अब निस्किन्छु. त्यहाँ बहिनी कुदेर बसिरहेको छ है. दाजुभाइहरू अहिले अब जाँदैछु स्कुलतिर बच्चाहरूलाई लिएर. देख्न सक्नुहुन्छ एउटा बहिनी होला भनेको दुईवटा बहिनी थिए है. तिमीहरूको परिचय दिए हो त. My name is Ruthi. Ruthi. My name is Ruth. They call me Ruthi. Yeah, अनि दाइ कलिङ बाङ्गी. ए सरी, सिसा माथि गरिदिएको. अनि तिम्रो मेरो नाम पार्वती सुनार. They call me Paru. पारु. अनि प्यारी पारु. विनोद दाइ कलिङ पारे होइन. अब ब्रेक पनि हान्नुपर्छ होला. अब बाङ्गोले के मिलाउने, पाइप मिलाउनु भने होइन, त्यसको पाइप कहाँ माथि सरेर. त्यही भएर है. ल मोबाइलसम्म त उसोसम्म त छिटो ब्रेक लाग्नु पर्यो छिटो. ल दाजुभाइहरू एउटा बहिनीलाई होला भनेको दुई तिनजना बसिरहेको रहेछ त्यहाँ बाटोमा. फेरि अब गाडी पनि छुट्यो नि त. गाइज मुलपानीको भ्यू हेर्नु ल. मुलपानी किन यता बाहिर देखाउनु ओके दाइरा देखाउनु. कतिखेर भिजाएको ए सकिन्छ ऊ उता त मस्तरी आइबस्छु यसरी. यसले यति लामो पाइट लाउँदै रहेछ पो त. अनि अघिदेखि बिचरा मेरो झोला चाहिँ भाइरल हानिदिनु ल. खोइ तेरो झोला ऊ यहाँ है. यो त ऊ गाँजाको झोला होइन, यस्तो झोला बोकेर हिँड्छ तैँले. अप्पै पहुँचेन फेरि गालामा हान्नु जस्तो भयो. बस चढिहाल. यस्तो हुनुपर्ने ठाउँमा अनि च्यातिले नि पाइट च्यातिदिनु फेरि बाङ्गी लेप्रेत्तै भयो. फेरि तल्ला भयो. फेरि माथि आउँछ भयो कि भयो. ल त्यो जानु पर्यो स्ट्यान्ड. ढिलो भयो. ल राम्रोसँग पढ्नु होला. तपाईँ त तिमीहरू कतिको छ अरे? 9 होइन? आमा के भयो हातमा? ए यो नि आएपछि त. ल बाई बाई. ल म पनि लाग्छु अब त्यो दाइले लिएर जान्छ है. बहिनीहरूलाई त्यहाँ स्कुलमा छोडेर अहिले चाहिँ म ठ्याक्कै ईश्वर दाइको पसलमा आएको. अनि राजु दाई चाहिँ आइसक्नु भएछ. आदरणीय राजु दाई वेलकम छ भाइको भ्लगमा. अनि साथसाथै यता हुनुहुन्छ हाम्रो
योगेश गुरुङजी हाम्रो आदरणीय प्यारो दाई है वेलकम छ आज दाई काटेर बिहान कपाल काटेर है यता दाई वेलकम छ भाइको ब्लगमा आप ब्लग हो क्या भाउजू नमस्ते गुड मर्निङ हाम्रो आदरणीय दाईको धर्मपत्नी हँसाउनुहुन्छ दाइ ल आज हामी कहाँ जाँदैछौँ दाइ अक्लाङ हो कि भाङ्गे हो त्यो मलाई ठ्याक्कै थाहा भएन अहिले निस्किन लाग्यो नि दाइ यसो मासतिर अब दाइ फेरि खै कलमा हुनुहुन्छ जस्तो दाइ कलमै हो ल अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ मैले चाहिँ स्कुटर छोडिदिन्छु अनि चाहिँ राजु दाई घरमा आइज भन्दैछु मैले अनि ऊ सिधै त्यहाँ आउँछ त्यसपछि अनि त्यही हो है त टुमारो गोइङ मुगलिङ पुल एन्ड चटपट बदम विथ टिकटक लिएर आउँछु नाच्ने होला नि तपाईँ बवाल हान्नुपर्छ सबैजना बेलुका अनि फेरि अनि अर्को हाम्रो के अरे अर्ग्यानिक तरिकाले किनकि बजारमा त्यो हुन्छ हामी चाहिँ गाउँले पाराले त्यो काठमा छारेर त्यो पछाडिको त्यो डायमन्ड बडी भिसारेर अगाडि घाँटीमा निकालेर त्यसपछि घुमाउने मजाले अनि चिर्दै खाने त्यसरी त सिङ्गी बुङ्गुर खानुपर्ने हो त्यो के अरे पोखरा फेस्टिभलतिर राख्दा त्यसरी खानुपर्ने त्यो हुन्छ 10 हामी 10 15 जना भयो चाहिँ खसी हान्दिने नि त्यस्ता त्यो ठाउँमा ठिकको पाइहाल्छ नि ल ठिक छ के दाइ भएन कुरा मिलेन हेर न अरूको भएन नि आफ्नै बाबुको फोटो खोज्दैछ कि युज गर्न छोराको फोटो खिच मोबाइलमा विश गर्नु पर्यो रे नसक्ने दाइ वेलकम छ है त ल फेरि पनि हाम्रो राजु गुरुङ ब्लग हेलो म राजु गुरुङ है के अरे अब माफ ला है म लाहात किन्दैन होला ल खोलेर देखाइदिनु ल हेर्नु त को अब ल दाजु भएर अब बिस्तारै अब हामी पनि निस्किनु पर्ने हुन्छ ढिलो नगरिकन अनि अनिल पनि उता छ है गाइज अनिललाई कुर्दा बल्ल आइपुग्यो अनि माथि आबु गाउँ आइसकेको थियो त्यो चाहिँ हामी चाहिँ तल पानी घट्टा बसेर पुरै गरेको अनि यता पछाडि छ अनि त्यहाँको अहिले हामी आबु गाउँ आइपुग्यो आबु गाउँको बाटो हेर्नु आमा है कस्तो बाटो है केही देखियो छैन हेर अगाडि त गाडी त बिस्तारै आँखामा त उ लाग्नु थालेको त पिरोको के शीत परिसकेको आँखामा चिसो भइसक्यो अहिले त चिसो छैन भने तल त्यस्तो चिसो हुन्छ भनेको माथि आएपछि त ओहो हेलमेटै लाइन बनाइदियो नि ल हामी अब जाँदैछौँ माथि भाङ्गेतिर अनि भाङ्गेमा चाहिँ सानोतिनो कार्यक्रम भएछ त्यो कार्यक्रममा चाहिँ यसो वेटिङ भनेर चाहिँ माथि बाहिर चाहिँ हामी भन्नु भएको छ त्यही भएर म अहिले त पछाडि छ जाँदैछौँ है त तल त शीतले त्यो आँखैभरि त्यो शीत लगाएर पानी भएको पुरै ज्याकेटै भिजिसकेको थियो माथि आएर तल त पुरो घाम लागिरहेछ कति आनन्द अनि यहाँबाट भ्यू चाहिँ कस्तो मजाको देखिँदैछ हेर्नु टक्क किन जान्छौ साथीभाइहरू मानुकोट यता पहुँच हेर्नु दाइको ठ्याक्क यस्तो गरेको यस्तो गइसकेको छ ल साथी वेलकम छ के हो त अनि ज्याकेट त राम्रै खालको भिजेछ मेरो त स्कुटरले त यो जोगायो नि त हात त अब त्यस्तै हो कार्यक्रम चाहिँ अब यो सबै कार्यक्रम थियो हजुर अब यसो काम गरे जस्तो गर्छ हामी पनि यसो भिडियो सिडियो बनाएर ल यसो सरसफाइ गरे जस्तो आज मौका पाएको बेलामा घर सफा नगरे पनि होइन कसले फाल्यो होइन चाहिन त होला अब कोही बस्नलाई होला बस्नलाई राख्नु नि त्यहीँ कसैको सिट घरवार सिट किन पखेको छैन म जाने भन्दा अगाडि डाइट खाएर आउँछु डाइट खाएर आउँछु के डाइट हो ए ल कार्यक्रम चाहिँ यतातिर भइरहेको रहेछ
सरसफाइ चाहिँ गर्नुपर्छ जे होस् है। अब आमामा कस्तो दामी देखेको थियो यार दारी के यस्तो गर्दा ओए यस्तो जागिरले यस्तो बनाएर यस्तो बनाइन्छ हैन बेला बेला यस्तो हुन्छ अनि बेला बेला यस्तो गरेर हुनुपर्छ कि यसो खानु दाइ डाइट कस्तो दामी यो 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 देखिरहेको चाहिँ माथि छिम्पिसरी डाँडा हो यहाँबाट चाहिँ है। अनि यहाँ चाहिँ अब सरसफाइ कार्यक्रम टक्क हुँदैछ। अब हामी पनि गएर सरसफाइ गरे जस्तो गरौँ है। घर त अब मैले रुम चाहिँ सफा राख्छु अब अरू त त्यस्तै हो। अब यहाँ पनि गरौँ। यहाँ विशेष गरी यहाँ चाहिँ सरसफाइ किन गर्नुभएको रहेछ भने चाहिँ माघे सङ्क्रान्ति माघको 1 गते चाहिँ यहाँ जहिले नै प्रोग्राम हुने रहेछ। अनि त्यही भएर चाहिँ यहाँ आज कति गते आज 24 होला है। आज 24 गते आज 24 गतेको दिन चाहिँ सरसफाइ कार्यक्रम नाचगान त भइहाल्यो नि खेलकुदहरू पनि खेलकुदहरू सबै हुन्छ सबै टोरी ताने हैन घैँटो फुटाइहरू हुन्छ भाले निकाल्ने बाँसको लिङ्गबाट त्यसपछि अरू त्यो बाँसमा तेल लाउनु हुन्छ कि हुन्न लाउँछ है तर पनि कसरी निकाल्नु मैले निकाल्छु बाँसमा तेल लाउने घैँटो फुटाइ सबै हुने भयो टोरी तान्ने टोरी खेल हुन्छ त्यसपछि अरू खेलहरू हाल्ने हजुर हजुर ए हजुर 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 दिदीहरू नि हुनुहुन्छ आमा दिदीहरू सबैजना हुनुहुन्छ। यहाँ चाहिँ आफ्नो ठाउँ आफ्नो टक्क सफा गरौँ त्यही माथि कार्यक्रमलाई अलिकति विशेष गरी जोड दिएर चाहिँ यो सरसफाइ गर्नुभएको छ। आमा नमस्ते ए ल नमस्ते आमा दिदी सबैजनालाई है। सरसफाइ गर्न आउनु भएको रहेछ। अब माघको 1 गते त रमाइलो गर्नुभयो त्यहाँ त है। हाम्रो निम्तो छैन बरु चुलै निम्तो भनेपछि त चुलै बोकेर आउँछ आमा है। ओदानै बोकेर आउँछ यसो टाउका हालेर पर्दैन हो र ठुलो छैन सानो छ घरको त अलिक ठुलो ल सरसफाइ गरेर जे होस् माघको 1 गते चाहिँ यहाँ प्रोग्राम भनौँ न माघे सङ्क्रान्ति मगरहरूको चाड ठुलो चाड भनौँ न भइहाल्छ नि फुरौलो कति बनाउनुहुन्छ आमा फुरौलो रोटी पोल्ने होला वर्षौँ हुन्छ यहाँ ए यसपालि दोस्रो हजुर हजुर सब भनेको सबभन्दा पहिला चाहिँ गाउँले एकजुट हुनु पऱ्यो जे कुरा नि ऊ हुन्छ कि है सबैजना एकजुट भएर ल गरौँ न त भन्यो भने त त्यसै नि ऊ हुन्छ नि त। अब यति ग्रुपमा फेरि एकजना अल्टर निस्किनु भयो भने चाहिँ त्यो फेरि अलिकति झ्याउ हुन्छ है। सबैजना साथ दिएर टक्क सरसफाइ गरेर रमाइलो गरेर बिहानै आउनु भयो होला हजुरहरू त है। हामी 9 बजे आइपुग्ने भनेर अब हामी नि हजुरहरूसँगै यसो सरसफाइ गरौँ भन्ने एउटा उ थियो। अब गाडी थियो होला है यहाँ त। अब आज सफा गऱ्यो माघे सङ्क्रान्तिमा प्रोग्राम भयो। अब माघे सङ्क्रान्ति पछि अलिकति सरसफाइ गरेर अनि एकैचोटि 1 वर्षपछि होला होइन। ल ठिक छ ल धेरै खुसी लाग्यो हजुरहरूसँग हामीले अब सरसफाइ गर्न त पाइएन तैपनि अब निम्तो दिनु नि त हजुरहरूले यसो भिडियो मार्फत अब सबैजनालाई जति पनि हेर्नुहुन्छ आमाले दिनुहुन्छ त निम्तो म त केही पनि जान्दैन बाबुहरू त यहाँ आउनु यहाँ सङ्क्रान्तिमा यहाँ रमाइलो हुन्छ रमाइलो गर्नु हजुर हो त्यही हो ल निम्तो नै त्यही हो ल सबैजना आइदिनु होला यहाँ नजिक मकर सङ्क्रान्ति हजुर र जेठ पूर्णिमामा चाहिँ पहिल्यैदेखि लागेको मेला लागेको ठाउँ हो यो यहाँ चाहिँ हजुर विशेष चाहिँ यहाँ चुड्का हुन्छ हजुर चुड्का कौडा जान्छ त्यही खेलकुदहरू त्यो दाइले भनिसक्नु भएको थियो। राजु दाइ धन्यवाद तपाईँलाई टक्क यसो सेवा गर्ने मौका दिनुभयो। सरसफाइ गर्न नपाए पनि अब सकिसक्नु भएछ जे होस्। अब माघे सङ्क्रान्ति 1 गते कहीँ जानु परेन भने हामी चाहिँ विशेष गरी यहाँ उपस्थिति हुन्छौँ नै जसरी भए पनि हुन्छौँ। खुसी लाग्यो आउनुपर्छ मान्छे रमाइलो गर्नुपर्छ है। मगर मेला दाखेले है जम्मैजना रामेयानी माई सगरच्याङ
अनि नाकरी जम्मै आची त इलाङ कालुसम्म धेरैजना उपस्थित छन् नि धेरैजना काला खाटा र जाटके जम्मैजनै अनि इटा कानुचे समस्या आची मगर समूह आले इसी थाम्चे बंगर भागे सिरन थारतोल निदिके पर्ले सिरन थारतोल समिति गा सदस्य आले मुङ नाम सुकुमाया मगर आले न त जम्मैजना राम्यानी काला रमाइलो जातके काला जम्मैजना खाटा र रमाइलो जातके खेलकुदले हरेक भागले है गाइता खराई अनि चुर्का नाच गानले जम्मैजना छाना र राम्यानी काला खाट्न जम्मैजना खाटा र जाने कि अझै दिन गाले जर्ले अनि म इम चाहिँ भागे स्कुल दिमला आले अनि कानपुरीको माघे सङ्क्रान्ति मेला जम्मैजनालाई पकरा मैयाके छान्ने अनि सेरा छान्ने जम्मैजनाको सेम जाके छान्ने अनि के अरे जम्मै लाफाको पनि धेरैजनाके निम्तो यहाँ कान रमाइलो जातिङ टिमा काने नाको के रमाइलो मेलाङ जम्मैजना खाट्नु रमाइलो निम्तिके छान्ने अनि गाँत्री टिक्न अहिले जम्मैजनाके धन्यवाद हामीले त बुझाएनौँ जे भए पनि अब यहाँ चाहिँ हुने कार्यक्रमहरूको बारेमा चाहिँ नमस्ते मेलेदेखिको इसै मगर अझै रमाइलो जातके आले बुझेन यसले जम्मै लाफाको रामयानी माराङचे जातके सब भाङ्गुमा जम्मै रमाइलो जातके रामयानी गौ नाम चाहिँ मैया मगर आले लो बिहा अब ताली नमस्ते त्यति चाहिँ बुझ्यो क्या नमस्ते दिदी खयो मेरो अब कसो पालो एक दुईजना चाहिँ मैला भन्नु अनि त्यसपछि पुसै बोल्नुहुन्छ म लास्ट ल आमाहरूको यहाँ चाहिँ मगर समाज हो नि त जो सबैजना आइदिनु भन्न खोज्नु भएको जस्तो लाग्यो मलाई चाहिँ यसो बुझ्दाखेरिमा चाहिँ सबैजना आइदिनु होला अब माघे लोसारमा चाहिँ यहाँ अब के अरे माघे सङ्क्रान्तिमा चाहिँ यहाँ खेलकुदहरू अब के अरे घैटो फुटाइ डोरी तनाइ अनि त्यो बाँसमा चाहिँ यस्तो के अरे राखेर चाहिँ कुरा माथि झुन्डाइदिने त्योवाला तनाइहरू चाहिँ सबै हुँदो रहेछ माघे सङ्क्रान्तिमा चाहिँ अब नजिकको खैदिन बासी यताउति हुनुहुन्छ भने चाहिँ आइदिनु होला माघे गते चाहिँ हामी पनि आउने भव्य र सभ्यको तरिकाले चाहिँ हामीले यो कार्यक्रमलाई सम्पन्न गर्नुपर्छ त्यही हो ल खै त आज खै त ए ल ल ल अनि नेपालीमा भनिनुहुन्छ फेरि अब सबै मगरमा चाहिँ अलिक सबैलाई नमस्ते 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 हाम्रो यो माघे सङ्क्रान्तिमा हाम्रो मगरको सबैभन्दा ठुलो चाड हुन्छ अनि त्यसै गरी अब हजुरलाई पनि सबैलाई निम्तो छ अनि अब जस्तै अब हाम्रो मगरमा अब चाड भनेको नै अब जुन खेलहरू हुन्छ नि त त्यो खेलहरू खेलिन्छ अनि कार्यक्रमहरू हुन्छ होइन त्यसको लागि चाहिँ एकदम अब होइन के भन्छ सबैलाई चुले निम्तो सबैलाई चुले निम्तो छ हजुरहरू सबैजना आउनु होला भन्दै हजुरहरूलाई धन्यवाद ताली निम्तो छ है है आउनु होला है अब खेलकुद हुने कार्यक्रम हुने चाहिँ यहाँ यो स्टेज हो त्यहाँ बन्द रहेछ अनि यहाँ तलपट्टि खेलकुदहरू हुन्छ यही नै हो कार्यक्रम हुने ठाउँ चाहिँ एडजस्ट हुन्छ अनि खाएको बेलामा त फेरि अनि त्यो बुझ्दैछस् नि तैँले ल हस् त नमस्ते आज मेरो नाम कृष्ण म मेरो भागेटोल बस्ती हाम्रो है हजुर हामी सबै 2081 सालबाट सुरु भयो यो माघे सङ्क्रान्ति मगरसम्मको यो रमाइलो गर्नको लागि अब अहिले भयो 2082 साल अब यसपालि पनि राख्नु भनेको तपाईँहरू नै आइदिनु होला के अरे तपाईँहरूको फ्यानहरू नै आइदिनु होला यिनीहरूको 1 लाख सेयर बढाइदिनु होला लास्ट त धन्यवाद अहिलेसम्मको बेस्ट स्पिच है यो चाहिँ दामी है ल धन्यवाद ल हाम्रो फ्यानहरू नै आउनु जानु ल अब दाइको तर्फबाट सुनम अनि फेरि हाम्रो को छ अझै बोल्ने एक दुईजना अझै बहिनीहरू दिदीहरू
सुनौँ न आउनुहोस् है, आउनुहोस्। सुनौँ मलाई है, चाहिँ किन सबैजनासँग फन गरौँ रमाइलो गरौँ इन्टरटेनमेन्ट गरौँ ल आउनु यहाँ उपस्थित सबै आमाबा दिदीबहिनी दाजुभाइ सबैमा नमस्कार छ। नमस्ते। अनि विशेष गरी यहाँ आउनुभएका युट्युबर दाइहरूलाई विशेष गरी एकदमै धन्यवाद दिन चाहन्छु, नमस्कार पनि। अनि हाम्रो यहाँ के अरे माघे सङ्क्रान्तिको कार्यक्रम हुँदैछ। मगरहरूको सबभन्दा ठुलो चाड माघे सङ्क्रान्ति भनेर मान्छौँ। तर हाम्रो यहाँ चाहिँ पोहोरदेखि कार्यक्रम सुरु हुँदैछ। यसपालि पनि कार्यक्रम गर्ने सोच विचारमा छ, कार्यक्रम गर्ने भइसक्यो। अब सबैजना आइदिनु होला। यो भिडियो मार्फत सबैलाई ठुलै निम्तो छ भन्न चाहन्छु। हस् त, धन्यवाद। यतिसम्म रिक्वेस्ट गर्नु भएको छ है हाम्रो दिदीहरू आमाहरूले सबैले यतिसम्म रिक्वेस्ट गर्नु भएको छ। आउनु चाहिँ पर्छ है, आउन चाहिँ पर्छ। रमाइलोसँग सम्पन्न चाहिँ गर्नुपर्छ हामीले कार्यक्रमलाई है। एकदमै सबैजनाले ल आफ्नो निम्तो यसरी जति नै काम भए पनि छोडेर आउनु मन लाग्छ होइन। सबैलाई नमस्कार। नमस्ते। यहाँ सबै उपस्थित हुनुभएका सम्पूर्ण र भिडियो हेरिराख्नु भएको सम्पूर्णलाई नमस्कार। अनि यसै आउने माघे सङ्क्रान्तिको यहाँ मेला चाडपर्व लाग्नेछ। तपाईँहरू आएर हेरिदिनु होला र हामीलाई साथ सहयोग सपोर्ट गरिदिनु होला। सबैजना उपस्थित भइदिनु होला। म यति भन्दै लास्ट युवा जोस यतिकै हुनु पर्यो है। हाम्रो युवा एकदम हुनहार युवा हुनुहुन्छ। युवालाई तान्नै पर्ने भएर ल यसै क्रममा हाम्रो यता पुसै हुनुहुन्छ अलि भएन यो त युवा अलि भयो। युवा जोस भएन है, भएन। अनिता मगर हो। मेरो घर स्कुल मुनि थाहा पर्छ। अनि के अरे हाम्रो माघे सङ्क्रान्ति ठुलो चाड मगर जातको ठुलो चाड। अनि त्यही भएर के अरे कार्यक्रम राख्ने भनेको छ। अनि खेलाउनेहरूको नामहरू चाहिँ घैँटो फुटाइ, डोरी तानाइ, कुखुरा भाले अनि कुखुरा भाले लखटेर समात्ने। अनि अब त्यतिको होला खेल्ने कुरा अरू त छैन होइन। छ नि डान्स होला प्रोग्रामहरू, चुड्का बजाइ अनि उड्का त भइहाल्यो। त्यतिहरू कार्यक्रम त अरू के खानेकुराहरू अब के बनाउनुहुन्छ मगर जातको फरुला सरुला रोटी सोटी चरुल सरुल। अनि जाड रक्सी मगर जातको त हो नि। खानु पर्यो अलिअलि खानु पर्यो। तपाईँहरू नि आउनु होला जुलाइनु त अवश्य। अझै पनि एउटा दुईवटा साथीहरूलाई बढाएर आउनु होला सबैजना। हुन्छ हुन्छ। हजुरहरूको गुरु जाने बेलामा यसो गुरु परिचय दिएर जानु होला। आज त ल ल ल ताली मार। ल यतिको चाहिँ हुनु पर्यो है त। हाम्रो पुसाइ ल आउनुहोस् त आउनुहोस् यहाँ बिचमै आएर चाहिँ यसो आफ्नो दुई चारवटा शब्द चाहिँ यसो राखिदिनु होला। नमस्ते। म देवबहादुर आले यही भागेको स्थानीय बासिन्दा। हामीले विगत 1 वर्ष 2081 सालदेखि हामी मगरहरूको महान चाड माघी मान्ने निर्णय गऱ्यौँ। त्यसैलाई यस वर्ष पनि निरन्तरता दिने हिसाबले हामी यहाँहरू सबैलाई चुले निम्तोको आह्वान गर्न चाहन्छु। हामीले यो हाम्रो यो एउटा महत्त्वपूर्ण स्थान हो। किन भन्दा हामी सबैले तनहुँ जिल्लामै सबभन्दा उचाइमा रहेको छिम्केश्वरीको मन्दिर हामी सबैलाई परिचित नै छौँ। त्यही उहाँकै यो एउटा थपनाको रूपमा हामीले यहाँ जुन बेलादेखि यो ठाउँमा हामी मानव बसोबास भयो त्यही समयदेखि नै यहाँ चाहिँ हामीले उहाँ छिम्केश्वरी माईको थपना बनाएर उहाँलाई हरेक महिनाको
पूर्णिमा र वर्षमा 5 पटक हामीले विभिन्न आजा पूजा गर्दै आएको छौँ। मन्दिर चाहिँ यहाँबाट यो रोडै माथि जाने फेरि सेवा पनि गर्नुभएको छ। छिम्केसरी माई मन्दिर विभिन्न समयमा विभिन्न यो ठाउँमा मानौँ नै हामीले सुनेको विभिन्न प्राकृतिक विपत्तिहरू पनि आए, तर हामीलाई धेरै संरक्षण गरेर हामी यहाँ सुरक्षित तरिकाले नै हामी यहाँ बसिरहेका छौँ। यहाँको बाहुल्य भनेको हामी मगर बस्ती मगर जातिहरू नै छ बढी। यो जति पनि यहाँहरू छिम्केश्वरी पुगेर आफ्नो समय अनुकूल त्यहाँ पुग्न सक्नुहुन्न, आफ्नो समय छैन भने यहाँले यो यस छिम्केश्वरी माईको थपनामा यहाँ आएर भाँगे अवस्थित करिब समुद्र सतहदेखि 950 मिटरको उचाइमा यो ठाउँ अवस्थित छ। त्यसैले यहाँबाट विभिन्न रमणीय ठाउँहरू जस्तै चितवन, यता मनकामना, गोर्खाको सदरमुकाम, यस्तै यहाँबाट विभिन्न मनासुलु हिमालको धेरै श्रृङ्खलाहरू यहाँबाट प्रष्ट देखिन सकिन्छ। त्यसैले यहाँहरू यहाँ आएर पनि यो माघे सङ्क्रान्तिको अवसरमा यहाँहरूले आएर अरू विभिन्न मनोरञ्जन पनि लिन सक्नुहुनेछ। त्यसैले हामी यहाँ यस वर्ष पनि यो माघी पर्व मनाउन हामी जम्माको गरिरहेका छौँ र यहाँहरूले सहयोगका साथ दिनुहुन्छ होला भन्ने हामीले एकदमै विश्वास गरेका छौँ। यहाँ आउनको बाटोको लागि अब जरेबर छिम्केश्वरी बाटो पिच भइसकेको छ। करिब 9 किलोमिटरको आसपासमा यो ठाउँ छ र यसबाट अझ विभिन्न निकायबाट हामीलाई यो पावर हाउसदेखि पनि एउटा ट्र्याक खोलिसकेको छ। त्यो बाटोलाई अझै सुचारू गर्न सकेको भए अझ मात्रै 6 किलोमिटरको दूरीमा यहाँ आउन सकिन्छ। त्यसैले यहाँ विभिन्न मगर संस्कृति, यहाँको वातावरणलाई यहाँहरूले एकपल्ट पक्कै पनि आएर अवलोकन गर्नुहुन अनुरोध गर्दछु। र यहाँ धेरै अरू पनि विकास निर्माणका कामहरू गर्न बाँकी नै छ, तर हामीले अहिलेसम्म एउटा सौभाग्यको कुरा भनौँ, हामी यो यहाँसम्म चाहिँ एकदमै पिच बाटोमा कुनै पनि अप्ठ्यारो नभइकन हामीले सजिलैसँग यहाँबाट यात्रा गर्न सक्नुहुन्छ। यदि पैदल यात्रा गर्दा पनि अब खैरनीबाट यो करिब 1.5 घन्टाको बाटो मात्रै हो। यो पावर हाउसबाट पैदल यात्रा गर्दा 45 मिनटमै हामी यहाँ आउन सकिन्छ। त्यसैले विभिन्न उसले हामीले यसलाई यो ठाउँलाई अलिकति व्यवस्थित बनाउन पनि हामीले अघि बढ्न लागिरहेको छ। यसमा राज्यले व्यवस्था त्यस्तो के अरे बजार व्यवस्थापन भइदिएको भए यो ठाउँमा कफी उत्पादनको लागि एकदमै महत्त्वपूर्ण ठाउँ हो। धेरै कफीहरू फलिरहेको छ। हामीले पहिले पनि कफी लगाएको थियौँ। त्यो काम यहाँ बजार व्यवस्थापन नभएर हामीले ती कफीको बोटहरू फाड्यौँ। यहाँ पहिले धेरै सुन्तलाको बगैँचाहरू थियो र विभिन्न रोगको कारणले त्यो हराए पनि अहिले फेरि नेपाल सरकारकै एउटा नेपाल सरकारकै तहबाट एउटा पोखरा लुम्लेको नाट भन्ने एउटा संस्थाको नेपाल सरकारकै एउटा संस्थाबाट अहिले विगत 3 वर्षदेखि निरन्तर यहाँ बिरुवा उत्पादन गरेर उहाँहरूले दिइराख्नु भएको छ। हामीले एउटा पकेट क्षेत्र बनाउने भन्ने यो स्कुल वरिपरि करिब अहिलेसम्म 1200 जति बिरुवा हामीलाई उहाँहरूले उपलब्ध गराइदिनु भयो र एउटा सुन्तला पकेट क्षेत्र बनाउने पनि हामीले त्यो बनाएर बिरुवा लगाइरहेका छौँ। र यहाँ विभिन्न सम्भावना पर्यटकीय हिसाबले पनि विभिन्न सम्भावनाहरू भइरहेको ठाउँ हो। तर यहाँ विभिन्न हामीले एउटा घरबास त्यस्तो राम्रो कार्यक्रमहरू ल्याउन नसकेको कारणले यहाँ बिस्तारै यो छिम्केश्वरी पर्यटन क्षेत्र घोषणा भएर यहाँ पर्यटकको आवत जावत हुँदै गर्दा हामीले यस भाँगेललाई पनि एउटा होमस्टेको रूपमा त्यहाँ केही हाम्रो पाहुनाहरूलाई केही त्यहाँ खाना बस्नको राम्रो व्यवस्था गर्न सकियो भने यो ठाउँ पनि धेरै पर्यटकीय हिसाबले पनि सम्भावना छ। यति भन्दै अब आगामी यो माघ 1 गते माघी पर्वमा हामीले विभिन्न यहाँको हाम्रो संस्कार संस्कृति अनुसार हामीले रमाइलो गर्ने जमर्को गर्ने छौँ। यहाँहरूलाई सबैलाई आइदिनुको लागि म ठुलै निम्तो गर्दै यहाँहरूबाट म बिदा हुन चाहन्छु। हस् ल।
बुवा एउटा कुरा सोध्न चाहेँ मैले, हजुरले भन्नुभयो नि त हजुर छिम्केश्वरीमा चाहिँ पुग्न सकिएन भने हाम्रो यहाँनिर चाहिँ यो हाम्रो यहाँ सबै छिम्केश्वरीमा जे जति मन्दिरहरू छ म यहाँ हजुरहरूले यहाँ सबै नाम परिचय दिएर म किन भन्दा म हाम्रो बाउ बाजेहरूदेखि पहिले पुजारी भएको हुनाले अहिले भाइले गर्ने गर्छ पुजारी। यहाँ जुन छिम्केश्वरीमा जुन बुढी माई के अरे के अरे अरू विभिन्न देउराली 5वटा मन्दिरहरू छ, त्यसको सबै स्थापना गरेर हामीले यहाँ हरेक महिनाको एकपटक हामीले धुपझार गर्ने गर्छौँ। जुन छिम्केश्वरी माईको मेन स्थापना चाहिँ हाम्रो यही हो। यहाँ पहिले ठुलो सालको रुख थियो, त्यो चाहिँ ढल्यो, यहाँहरूलाई त्यसको देखाउन सकिन्छ, यो ठुटो मात्रै छ र पछि रोपेर अहिले यहाँ यसको हामीले यहाँ आज पूजा गरिराखेको छौँ। छिम्केश्वरीमा जति पुज्नुपर्ने मन्दिरहरू छ त्यसको सबैको स्थापना हामीले यहाँ गरेर गरिराखेको छौँ। हजुर धन्यवाद, खुसी लाग्यो तपाईँहरूसँग गरेर, धेरै कुराहरू बुझ्न पाइयो, थाहा थिएन। अब हामीले पनि बुढापाकाले ल आइज अब तेरो बाबु। सबैजना नमस्कार। नमस्ते। म मगर गण्डकी प्रदेश तनहुँ जिल्ला आबु खैरी गाउँपालिका वडा नम्बर 4 भाँगेमा बसोबास गरिरहेको छु र म भाँगे सिरेन्धर टोलको टोल सुधार समितिको अध्यक्ष भएको नाताले मैले केही कुराहरू राख्न गइरहेको छु र यो मगर माघे सङ्क्रान्ति मगर जातिको महान सांस्कृतिक चाड भएको कारणले गर्दा मगर जातिले माघे सङ्क्रान्तिलाई विशेष चाड मानिन्छ र मगर जातिको माघे सङ्क्रान्ति भूमि पूजा र चेली पूजा विभिन्न कुराहरू गर्दै आइरहेको छ र त्यसैले यो माघे सङ्क्रान्ति आज यति धेरै किन यहाँ जनसमुदायहरू उपस्थित हुनुभएको छ भन्दाखेरि हामीले यो सरसफाइ कार्यक्रम गरेर हामी आउने जुन योभन्दा गएको वर्ष 2081मा जसरी विभिन्न कार्यक्रमहरू जस्तै कौरा र नाचगान, त्यसपछि विभिन्न रमाइलो खेल घैँटो फुटाइ, लिङ्गोमा भाले राखेर भाले निकाल्नका लागि प्रतिस्पर्धा, डोरी तनाई र छेलो इत्यादि खेलहरू राखेर हामीले जुन सफल बनाएका थियौँ 81 र यसरी नै 81 भन्दा अझै राम्रो 82लाई सफल पार्नको लागि आज जुन हामी भेला भइरहेका छौँ, जुन यो ठाउँमा जुन आबु खैरिनीबाट 10 किलोमिटर पिचको बाटो, कहीँ पनि कतै समस्या नभइकन आउनु सक्नुहुन्छ। त्यसैले हामी सम्पूर्ण जो हाम्रो आज यहाँ दिदीबहिनीहरू, बुवा मुवाहरू, भाइ साथीहरू जुन यहाँ उपस्थित भएर बसिरहेका छौँ र जुन यो जात्रा 82लाई सफल पार्नको लागि जुन सरसफाइ कार्यक्रम गरेर चाहिँ हामी अहिले यो कुरा भनिरहेका छौँ। त्यसैले तपाईँहरू 2082 माघे सङ्क्रान्तिको लागि एउटा राम्रो र सफल बनाउनको लागि अथवा विभिन्न कार्यक्रममा भाग लिनको लागि यो आउँदो माघे सङ्क्रान्ति 1 गतेको दिनमा हाम्रो यो दाइ एकछिन कुरा काटेँ, हाम्रो यो बाहिरको मान्छे आएर नि खेलहरू पार्टिसिपेट गर्न पाउँछ एकदमै ल है, यो एउटा राम्रो कुरा है। तपाईँहरू पनि आएर विभिन्न जो इच्छुक साथीहरू जो टिम हुनुहुन्छ, जो समूह जो युवा क्लबका साथीहरू हुनुहुन्छ, उहाँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले फेसबुकतिर पोस्ट गरिसकेका छौँ, भनिसकेको पनि छ। हामीलाई सहयोगी दाताहरूले पनि सहयोग गरिसकेको छ र भर्खरै मात्र हाम्रा यहीँ बसिरहेको जो बहिनीहरूले पनि सहयोग गर्नुभएको छ, आर्थिक सहयोग गर्नुभएको छ र हामीले कहीँ कतै विभिन्न सहयोगका हातहरू आउँछ भने हामी उहाँहरूलाई स्वागत गरेर सहयोग हामी लिएर चाहिँ उहाँले गरेको सहयोगको हामी सदुपयोग गर्नेछ र हामी यो यसपालि 2082को जुन 82को माघे सङ्क्रान्तिलाई सफल पार्नको लागि जति यो फेसबुक, युट्युब, टिकटक माध्यमबाट देखिराख्नु भएको छ उहाँहरू सम्पूर्णलाई सुलो निम्तो भन्न चाहन्छु।
हस् त धन्यवाद। ल जोरदार ताली। उताको कार्यक्रम सकेर हामी माथि गएर टिकटक सिकटक बनाएर खाना खाने ठाउँमा आएको टक्क रमाइलो है दाइ। घर हेर्नु कस्तो मजाको यस्तो के गरौँ भने हामी ससुराले भने त खोज्नुपर्छ नि त भाउसँग लपऱ्यो कि हामी पहिले ठिक छ केही भएन। घर हेर्नु कस्तो आनन्दको है चिज हेर्नु एउटा फुलमा अर्को फुलहरू जोडिदिएर टक्क अर्कै फुलिरहेको कि फुल के अरे लालुपाते त्यो सयपत्री भन्नु खुर्सानी फुल होला खुर्सानी फुल हो यो त्यस्तै लाग्यो हो कि खुर्सानी फुलै हो घन्टी फुल घन्टी फुल लौरो होला नि घन्टी फुल होइन साईको यो अब त घन्टी भन्यो भने चुनावको पर्छ लौरो भने चुनाव त्यस्तो गर्नु माटो घन्टी फुल हो के यो माटो कहाँ घन्टी फुल हो नि यो हेर ल यो भयो अनि यहाँ यस्तरी आउँछ नि त यो घन्टी जस्तो भएर ए मिल्यो मिल्यो घन्टी पनि भन्नु मिल्यो मिल्यो त मिल्यो म आमाले भन्नुभयो मेरो घरि छ भने फुल कस्तो मजाको आलु लाग्यो है अनि लाग्यो सपोर्ट छ है सबैलाई सपोर्ट छ राम्रो गर्नु त्यही हो देश बनाउनु यो घन्टी ल्याउने फेरि यही गर्नु राम्रो हो नि त फुल संरक्षण गर्नुपर्छ राम्रो हो नि त फुल ल अब खानासाना खाएर चाहिँ हामी बिस्तारै घरैतर्फ एकछिन रेस्ट गरेर घरैतर्फ तिर्सिनु पर्ने होला। ए अर्को कुरा चाहिँ मेन भनेको मैले देखाउनु खोजेको यहाँबाट शिवजीको मूर्ति देखिन्छ है दाजुभाइहरू ल हेर्नु ठ्याक्क कहाँ औँला कहाँ हो भने ए ल हेर्नु यो यहाँ ठ्याक्क हेर्नु त देखाएन भने अब मिलाएर अब रोकेर जुम गरेर हेर्ने कि के हेर्ने तपाईँको बन्यो। हामी चाहिँ अब खानासाना खाएर तिर्सिने होला है अब बिस्तारै घाम तापेर एकछिन घामसाम तापेर कि बाटाबाट चौताराबाट सुत्ने हो त्यहाँ एकछिन फरक पर्दैन रेस्ट गर्दा फरक पर्दैन तलै झर्नै मन लागेन है घाम लाग्यो अघि त्यहाँ माथि यस्तो मजा भएको थियो सुत्नलाई। यो वर्षको सबभन्दा मजाको घाम तापेर कि यसपालि दाइले आज है मैले चाहिँ हजुर तर घामै लागेन नि यसपालि पहिला त खालि अफिस हुन्थ्यो बुझिनस् अफिस तिनपत्ती अफिसले गर्दाखेरि म अलिकति चाहिँ हुन्थ्यो अफिसको गयो है त्यहाँ ढाँडसाँडदेखि चिसोमा यहाँ त आज जस्ट रिल्याक्स ल ल अब एकछिन गफ पनि गरिन्छ अब खानासाना खाऊँ त्यहाँबाट बिस्तारै है त। गुड मर्निङ दिस इज द नेक्स्ट डे। हिजो चाहिँ माथि गाउँकोबाडी खानासाना खाएर झऱ्यौँ अनि खानासाना खाएर चाहिँ झरेर त्यसपछि अनि यताउति काम ढिलै झरेको थियो भनौँ न 2 बजे त खाना खाएको थियौँ अनि त्यहाँदेखि अलिकति ढिलै झरेको थियो माथि मजाले घाम लागेको थियो नि त त्यही भएर माथि मजाले बस्दै थियो अनि ढिलै झरेर अनि आउने बित्तिकै बल खेल्न गइदिएँ अनि बलसल खेलेर आएर अब गाह्रो भइरहेछ अब ठिक छ के भएन अनि ल आजको लागि चाहिँ भ्लग यति नै हो। सबैजनालाई चाहिँ माघे सङ्क्रान्ति 1 गतेको लागि चाहिँ मेरो तर्फबाट पनि चुले निम्ति छ है आउन सक्नुहुन्छ भाँगे गाउँ है माथि छिन्केसरी आबु खैरिङबाट लगभग 9 किलोमिटरको दुरीमा लगभग कति सबै बाटो पिच नै छ एकदम मजाले जान सक्नुहुन्छ तपाईँहरू पनि। अनि ल आजको लागि चाहिँ भ्लग यति नै हुन्छ के कस्तो लाग्यो अब कमेन्ट बक्समा लेखेर टक्क निम्तो छ तपाईँहरूलाई आउन सक्नुहुन्छ। आजको लागि बिदा लिन्छु। सो बाइ गाइज सी यू।